सबैलाई आज हाम्रो पास्टर सुभाष दाजुको घरमा परमेश्वरको महिमा गर्न हामी यहाँ भेला भएका छौँ। धेरै वर्ष पहिला मैले एउटा गीत रचेको थिएँ, शब्द सङ्गीत मेरो आफ्नै छ। अनि यो गीत चाहिँ यस्तो रह्यो कि मैले मेरो आफ्नो मूल्य छ नि, मेरो भ्याल्यु कतिचोटि परिस्थितिले चाहिँ मलाई चाहिँ मेरो भ्याल्यु के रहेछ भन्ने कुरो मैले देखेँ। अनि आफूलाई एकदमै कमजोरी, आफूलाई एकदमै लो, अनि आफूलाई एकदमै अयोग्य है, काम नलाग्ने, भ्याल्यु नै नभएको मैले आफूलाई भेटेँ। अनि यस्तो परिस्थिति भयो कि त्यो परिस्थितिले चाहिँ मलाई मेरो कमजोरीहरू मात्रै देखाए कि मेरो समस्या, मेरो कमजोरीहरू मात्रै देखाए। तर परमेश्वरको वचनद्वारा चाहिँ प्रभु मसँग बोल्नुभयो। अनि चाहिँ दाउदले भनेको जस्तै म को हुँ र म के हुँ जसलाई तपाईँ यति माया गर्नुहुन्छ, यति प्रेम गर्नुहुन्छ भनेर चाहिँ दाउदले भनेको शब्दबाट चाहिँ म इन्सपायर भएर यो गीत मैले रचेको हुँ। यो गीत तपाईँको माझमा गाउन चाहन्छु। म्युजिक एरेन्ज चाहिँ लोकल चाहिँ महिमा लामाबाट भएको एरेन्जिङ। अनि अरू कुरा चाहिँ त्रिलोक प्रधानले गर्नुभएको हो।
गर्नुहुन्छ। आमेन, धन्यवाद।